सबैजनामा नमस्कार। तपाईँ 22 वर्षदेखि 30 वर्षको उमेर समूहभित्र हुनुहुन्छ भने यो भिडियो पुरै हेर्नुहोला। यो भिडियोमा क्यारियर काउन्सिलिङको कुरा गर्छु। तपाईँ 22 वर्ष कम्प्लिट भएर ब्याचलर दिइसक्नु भएको छ र अब मास्टर डिग्री पढ्दै हुनुहुन्छ वा नेक्स्ट इयर म पढ्छु भनेर सोच्दै हुनुहुन्छ। साथै तपाईँ म्यानेजमेन्ट तर्फको विद्यार्थी हुनुहुन्छ, चाहे त्यो म्यानेजमेन्ट एमपिए किन नहोस् त्यो पनि म्यानेजमेन्ट मानिन्छ, तसर्थ म्यानेजमेन्टको हुनुहुन्छ र नेपालमा रहेको सरकारी जागिर अन्तर्गतको सबैभन्दा राम्रो पद अर्थात् सहायक निर्देशक नेपाल राष्ट्र ब्याङ्कमा तपाईँ जागिर खाने सपना देख्नु भएको छ वा सपना राख्नु भएको छ, म जागिर खान्छु भने यो भिडियो महत्त्वपूर्ण। स्मार्ट जीकेले आगामी वर्ष 84-85 को विज्ञापनलाई मध्यनजर गर्दै जो विद्यार्थी ब्याचलर पास भइसकेर मास्टर डिग्रीमा अब जोइन हुनुहुन्छ वा यही वर्ष जोइन भइसक्नु भएको छ तर उहाँको टार्गेट ब्याङ्किङ तर्फको सहायक निर्देशक त्यो पनि नेपाल राष्ट्र ब्याङ्कमा जागिर गर्छु भन्ने सोच रहेको छ, उहाँहरूको लागि सुरु गरेको छ। जसको लागि कक्षा लिनलाई व्हाट्सएप बटन र मेसेज गरेर कमेन्ट बक्समा आइएम इन्ट्रेस्टेड लेखेर फोन कलमा कल गरेर स्मार्ट जीकेमा कक्षा लिन सक्नुहुनेछ। कुरो गर्छु म किन आफ्टर मास्टर मिसन के बनाउने त। तपाईँ आफूलाई सहायक निर्देशक बन्ने सोचमा हुनुहुन्छ भने सर्वप्रथम म तपाईलाई नेपाल राष्ट्र ब्याङ्कको वेबसाइटमा लान्छु। वेबसाइट भित्रको क्यारियर पोर्टलमा तपाईँ छिर्नु भयो भने र त्यसको पुरानो ओल्डमा जानुभयो, तपाईँ बिल्कुलै नयाँ हुनुहुन्छ, लोकसेवातर्फ तपाईलाई थाहा